के भन्ने केटाहरू, फेरि यो साल पनि रियल माड्रिड र म्यान्चेस्टर सिटी बिचको गेम हेर्न पाइने भयो। प्रत्येक साल भइरहेछ केटाहरू, प्रत्येक साल म्यान्चेस्टर सिटी र रियल माड्रिडको गेम चाहिँ भएको छ है। अब पहिला त हुन्थ्यो यो साल, अब पोहोर साल पनि अब नयाँ फर्मेट आएदेखि पोहोर साल र यो साल त झन् लगातार भयो। पोहोर साल चाहिँ प्लेअफको लागि भएको थियो होइन, यो साल चाहिँ के भयो त, चिट्टा टिपेर अब त्यो रियल माड्रिड साले स्पोर्टिङसँग नि त पर्न सक्थ्यो नि। त्यो कसले चित्त तानेको सालेले त जानी म्यान्चेस्टर सिटीको छान्यो क्या हो। त्यत्तिकै स्क्रिप्ट बनाएर होइन, पहिल्यै मिलेर सालेहरूले दुईवटै त्यो के भन्छन् रे, म्यान्चेस्टर सिटीको चिट्टा फालेर म्यान्चेस्टर सिटीको तान्यो क्या सालेहरूले। नभए कहाँबाट जहिले पनि प्रत्येक साल म्यान्चेस्टर सिटी र रियल माड्रिडको गेम परेको गर्छ त। कि भगवान्लाई पनि रियल माड्रिड र म्यान्चेस्टर सिटीको गेम हेर्न मजा लाग्छ हो केटा हो। त्यही भएर पाऱ्यो क्या हो। ठिकै छ केटाहरू, एनिवेज होइन। अब म्यान्चेस्टर सिटी र रियल माड्रिडको गेम चाहिँ हुने भएको छ। अब कसले जित्छ तिमीहरूलाई के लाग्छ होइन, म चाहिँ सिटीले जित्छ जस्तो लागिरहेछ। अब तिमीहरूको के विचार छ केटाहरू, तल कमेन्टमा चाहिँ कमेन्ट गर्न नभुल है त। कसले जित्छ जस्तो लाग्छ तल कमेन्टमा कमेन्ट गर है त।